हजुरलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो मलाई सन्चै होला र म पनि सन्चै छु। आज चाहिँ हाम्रो काका घर हाम्रो मेरो दिदीको हल्दी मेहन्दी हो गाइस। हेरिदिनु होला, धेरै माया गरिदिनु होला गाइस। त्यत्रो केसम्म गरिदिनु सिकटाउनु गराको त्यसो गर्दिनु डेकोरेसन चाहिँ यतिको भएको छ। अनि यहाँ हुनुहुन्छ हाम्रो शीतल दिदी गाइस। अनि यहाँ सपना दिदी ओए पुक्ली त्यो। अनि यता हुनुहुन्छ हाम्रो प्यारी निनी। निनी यहाँ आलु केलाउनु भएको छ। अनि यहाँ हुनुहुन्छ हाम्रो ठुलमनी आलु यहाँ चाहिँ हाम्रो ठुलमनी हुनुहुन्छ। यो त भ्लग बनाएको, यो भ्लगमा जान्छ है। हट्नुहोस्। यहाँ चाहिँ हाम्रो निनी खाना पकाइदिनु छ। अनि यता चाहिँ हुनुहुन्छ ठुल्निनी आलु चोराउँदै। हजुर। अनि यहाँ चाहिँ हाम्रो भेनाजु र दिदीको ल कति राम्रो आएछ नि। यस्तो बोल्नुहुन्छ नि हाम्रो भेनाजु। अहिले आउनुहुन्छ अरे यहीँ आउनुहुन्छ आज भेनाजु सरप्राइज दिनु। यहाँ चाहिँ हाम्रो आन्टी भेनाजु आउनुभयो गाइस। इडे टोपी भेनाजुलाई लेखिदिनु तपाईँको नाम लेखिदिनु। कस्तो लाग्यो दिदी डान्स गर्ने? नाच्न त पर्यो। दुईजना
माइजू टिसु खोइ माइजू टिसु इतने दिन मैं जिया क्या जिया अब तो जीना है तेरे लिए दिल ने दिल से ये वादा किया अहिले राम्रोसँग मुछ्न यो गाडी सजाउनुपर्छ दिदीको बिहामा हामीले यस्तो नेल हाल्यो हामी यति राम्रो नेल हालेछौँ तर के गर्नु यस्तो गर्नु नि यस्तो ओ नेल हाम्रो हुँदैन जग्यो हेलो पाजु कहाँ हजुरको मिल्दिएर नि त मेहन्दी हाम्रो चाहिँ यहाँ अहिले दागो सुकाउने काम भइरहेको छ अनि त्यहाँ चाहिँ दाइहरू सुत्नु भएको छ यो रेडी भएपछि म हजुरलाई भन्छु देखाउँछु नि हेरिदिनु होला मेरो नेल्स हेर्नु नेल यहाँ यसरी पहेँलोले यसरी डिजाइन बनाउँदै गएको छौँ गाइस
Lionel रातो त्यति कम्प्लिट भयो ढाड दुख्यो यसरी सुत्ने मान्छे वा म छन् बाजु हाय म चामल लिन जाँदैछु तर हामी चाहिँ यहाँ शिव मन्दिरमा छौँ यहाँ शिव मन्दिरमा यहाँ म चाहिँ गएर चामल लिन जाँदैछु सिद्धे चामल है कसलाई भात चाहिएको भात हालिदिन जानु रे त्यहाँ भात खान करबन्दीले भात हालिदिनु रे के नहालिदिने के यस्तो हातले हिँड्नु न पाजीले फोन गरेर माग्छ त आथ्यो है चामल यति धेरै नै यहाँ चेर न यिनीहरूको चाहिँ यतिको चाहिँ भयो है गाग्री हिँडेर पाजुको गफ गर्दै यहाँ यतिको गाग्री चाहिँ बन्यो भाइ पर्दैन यहाँ जति पनि छ दिदीको र भेनाजीको बिहान हाम्रो बहिनी यहाँ छ प्रतिम बाबु आइज अनि यो चाहिँ हो यहाँ चाहिँ फोटो सुट चलिरहेको छ अनि यहाँ चाहिँ जनता मोबाइल भिडियो गराउँछ नि म बुढी देखेको कि के हो एक्लै खान्छ दिनु है यहाँ बेहुलीको टिम हेलो म चाहिँ यहाँ बसिरहेको छु यहाँ चाहिँ फोटो सुट चलिरहेको छ मेरो सो चाहिँ एकदम उसाएको छ इग्नोर गरिदिनु होला ओहो एउटा रक स्टार के छ रक स्टार सहयोग गरिदिनु है दाइ अघि मेरो भिडियो बनाउनु भयो अहिले मैले तपाईँको भिडियो बनाउँछु सुन्नुभयो नि अघि तपाईँले मेरो भिडियो बनाउनु भयो अहिले मैले यो त एकदम छुट्छ एकदम छुट्छ छ यो मै हो हल्ला गर्ने यहाँले सबैलाई उठाउने मै हो होइन उठ्दिनुहोस् निनी यता हेरिदिनुहोस् न हाम्रो निनीले चाहिँ यहाँ हाम्रो दिदीको कुर्ता धोइदिन लानु भएको छ प्रतिमा लानु भ्लग बनाइदिनु
उति जान्छ खै माथि तपाईँ उतापट्टि गइदिनु न प्लिज सुन्नु त टिका एक है हजुर उतापट्टि जान्छ सबैले आयो सबैले सिकाइदिनु जाऊ के अरे गाए अलि यसरी खानु सुषमा साडी मिलातिर यस्तो 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 हाई गर्नु न
दिदीले भनिदिन्छ 1 2 3 4 5 दिदीलाई ढोका खुशियां दा चढ़िया अज वेला वे सारे आने नचना सारे आने गाना वे खुशियां दा चढ़िया हामी चाहिँ दिदी घर आइपुगिसकेका छौँ अलि धेरै यहाँ मिसिनु पर्यो अन्त दादा नातिले अझै मासु कि मासु राख्यो के भ्याउ न त नाति रिस नराख्छ है त्यो बेला खाँदैन फाल्दैन हावै हात
पानी देऊ त घोडा त यहाँ छ नि घोडा कति चाहियो तिम्रो